हेलो फ्रेन्ड्स, आजको क्लासमा हामी फ्लटरको बारेमा सिक्न गइरहेका छौँ। फ्लटर के हो त? वाट इज फ्लटर? फ्लटर भनेको एउटा गुगलले डेभलप गरेको एउटा ओपन सोर्स फ्रेमवर्क हो, जसलाई युज गरेर हामीले हाई पर्फर्मेन्स र मल्टी प्लेटफर्म एप्लिकेसनहरू डेभलप गर्न सक्छौँ। फ्लटर फ्रेमवर्कले चाहिँ डाट प्रोग्रामिङ ल्याङ्ग्वेजलाई युज गर्छ। हामीले फ्लटरमा डाट प्रोग्रामिङ ल्याङ्ग्वेजलाई युज गरेर एप्लिकेसन्सहरू बनाउन सक्छौँ। यो फ्लटर फ्रेमवर्क चाहिँ अरू मोबाइल एप्लिकेसन डेभलपमेन्ट प्रोग्रामिङ ल्याङ्ग्वेजहरू भन्दा चाहिँ किन बेटर छ, किन युनिक छ त भन्दाखेरि फ्लटर चाहिँ यसको मेन पोइन्ट भनेकै यो क्रस प्लेटफर्म फ्रेमवर्क हो। हामीले फ्लटरलाई युज गरेर मल्टी प्लेटफर्म एप्लिकेसन्सहरू बनाउन सकिन्छ र यही नै यसको युनिकनेस हो अरू प्रोग्रामिङ ल्याङ्ग्वेज भन्दा। नेटिभ प्रोग्रामिङ ल्याङ्ग्वेजहरू जस्तो जाभा र कोटलिनलाई युज गरेर तपाईले एन्ड्रोइड स्पेसिफिक एप्लिकेसन्स मात्रै बनाउन सक्नुहुन्छ। त्यस्तै तपाईलाई iOS एप्लिकेसन बनाउनु पर्यो भने स्विफ्ट ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ। तर फ्लटर फ्रेमवर्कलाई युज गरेर हामीले एउटै कोडले, एउटै ल्याङ्ग्वेजले, एउटै फ्रेमवर्कले एन्ड्रोइड एप्लिकेसन, iOS एप्लिकेसन्स, वेब एप, डेस्कटप एप्स सबै डेभलप गर्न सक्छौँ। र यही नै यसको युनिकनेस हो अरू ल्याङ्ग्वेजहरू भन्दा, अरू प्रोग्रामिङ ल्याङ्ग्वेजहरू भन्दा। फ्लटरको हिस्ट्री, अब यसको हिस्ट्रीको बारेमा अलिकति जानकारी लिगौँ है त। फ्लटरलाई डेभलप गरेको गुगलले। यसको फर्स्ट लन्च चाहिँ 2015 मा स्काई नाम राखेर गरिएको थियो। फ्लटरको फर्स्ट स्टेबल रिलिज चाहिँ 2018 मा फ्लटर 1.0 भनेर रिलिज गरिएको थियो। त्यसपछि यसको सेकेन्ड रिलिज भनेको 2021 मा फ्लटर 2.0 भनेर गरियो। हरेक नयाँ रिलिजमा नयाँ फिचर्सहरू थपिँदै गइरहेको छ र थपिँदै गइरहने नै छ। अब कुरा गरौँ फ्लटरको एडभान्टेजेसहरूको। फ्लटरको एडभान्टेजेसमा पनि अब सुरुमा त त्यही हो क्रस प्लेटफर्म, त्यो यसको सबसे युनिकनेस, सबसे एडभान्टेज फ्लटरको त्यही हो कि मल्टी प्लेटफर्म एप्लिकेसन डेभलप गर्न सकिन्छ। त्यसपछि फ्लटरको सेकेन्ड एडभान्टेज भनेको यो चाहिँ फ्लटरमा सबै विजिटमा हुने भएकोले हामीले डिजाइनहरू सबै विजिटमै बनाउने भएकोले छिटोभन्दा छिटो एपहरू तयार गर्न सकिन्छ र एकदम एप तयार गर्ने समय एकदम थोरै हुन्छ। एकदम थोरै समयमा एप डेभलप गर्न सकिन्छ। फ्लटरमा हामीले सिंगल कोड लेखेर मल्टिपल प्लेटफर्महरूको लागि एप डेभलप गर्न सकिन्छ। र फ्लटरमा हामीले हरेक एपको लागि त्यो कोडलाई टेस्टिङ गरिराख्नु पर्दैन, हरेक प्लेटफर्मको लागि टेस्टिङ गरिराख्नु पर्दैन। एकचोटि कोड लेखेर त्यसलाई एकचोटि टेस्ट गरिसकेपछि त्यो सबै प्लेटफर्मको लागि त्यसले राम्ररी नै काम गर्ने हुन्छ। हस् त, यो क्लासमा यति नै थियो। भोलिको क्लासमा हामीले फ्लटर एसडीके डाउनलोड गरेर पुरै इन्स्टलेसन र सेटअपको क्लास लिएर आउनेछौँ। आजको लागि यति नै, धन्यवाद।